यो चाहिँ हाम्रो नेपाली दाजुभाइहरूले सबैजनाले मिलेर एउटा कम्युनिटी फार्म खोल्नु भएको छ। अनि यहाँ चाहिँ विभिन्न देशका मानिसहरूले यहाँनिर खेती गर्नुहुन्छ अनि आफ्नो देशको भेराइटिज खालका सल्बी ल्याएर यहाँ रोप्नुहुन्छ अनि धेरै फलेको छ है। तपाईहरु यो फार्मको नजिकै बस्नुहुन्छ। यो चाहिँ म्यासाचुसेट्सको वेस्ट स्प्रिङफिल्डमा पर्छ। 334 बर्नी एभिन्यू वेस्ट स्प्रिङफिल्ड म्यासाचुसेट। तपाईहरु नजिकै कतै बस्नुहुन्छ भने तपाईहरुले यहाँ आएर सब्जीहरू किनेर लान सक्नुहुन्छ। एकदम फ्रेश अर्ग्यानिक, कुनै विषादी कुराहरू नहालेको है कुराहरू पाउनुहुन्छ। फर्सीको मुन्टा, करेला, फर्सीको गट्टा, टुकटुके, अहिले खासै मकैको बेला भएको छैन। यो मकैहरू तपाईको नेपालबाट भुटानबाट ल्याएर रोपेको हो। एकदम उहीँको जस्तो पोलेर खान मिल्छ है। अनि यहाँ हेर्नुहोस् लौकाहरू ठ्याक्क खाने बेला भएको छ। तपाईहरु नजिकै कतै हुनुहुन्छ भने आएर तपाईले यो फार्म घुमेर हेरेर सब्जीहरू किन्न सक्नुहुन्छ। यो चाहिँ मृगले सारो सब्जीहरू खायो भनेर मृगलाई तर्साउन राखिदिनु भएको रे। यहाँ टमाटर, खोर्सानी हरेक कुराहरू पाउनुहुन्छ। काँक्रा है, विशेष अहिले हालचालमा चाहिँ फर्सीको गट्टा, फर्सीको मुन्टा, काँक्रा है, अनि आलु पनि कतिजनाले खन्न थाल्नु भएको छ। अब आलु 1 रुपियाँ पाउन्ड बेच्नुहुन्छ यहाँनिर। अनि तपाईहरुले आलु पनि किन्न सक्नुहुन्छ यहाँ आएर। यो घरहरूको भिडियो मैले लाइक 2-3 वर्ष अगाडि टिकटकमै हालेको थिएँ हैन। यो चाहिँ उहाँहरूले काम गरेर थकावट भएको बेलामा आएर रेस्ट गर्ने ठाउँ। यसरी थाङ्रा लगाएर माज बनाएर रोप्नुहुन्छ। यो चाहिँ झट्ट हेर्दा बाङ्गेमा जाँड बेच्ने घर जस्तो देखिन्छ, तर भुलचुक नगर्नु होला। यो चाहिँ काम गरेर आएर बस्ने ठाउँ। अनि यसरी एकदम बकाइदा स्केलमा जोखेर बेच्नुहुन्छ। फर्सीको मुन्टा है, त्यहाँ आलु के हरेक कुराहरू पाउनुहुन्छ तपाईहरुले। यहाँ कोही नजिकै बस्नुहुन्छ, यो मैले भनेको एड्रेस म डिस्क्रिप्सनमा एड्रेस पनि दिन्छु। बस्नुहुन्छ भने हजुरहरूले आएर यहाँबाट अर्ग्यानिक सामानहरू किन्न सक्नुहुन्छ है त। सबैजनाको दिन शुभ रहोस्।